Mouse is all listener. This is my channel. Subscribe. Yeah. Subscribe. Reaction कुन भिडियो हानौँ त यो भिडियो हानौँ है त रियाक्सन लेट्स गो वेट क्वालिटी चाहिँ पुरा बनाउनु पर्छ कति 180 छ होला 180 त भन्नु पर्यो नि हैन 180 मा ल सो हेलो ल गाइज हैन हामी चाहिँ अब यस्तो उता खोलामा जाने भनेर अनि यसो कुरासुरा पोल्ने भनेर अझ रमाइलो गरेर बसिरहेको छ हैन केटाहरू हैन यहाँ हैन कोही कुखुरा चाहिँ देखाउ त मेन कुखुरा छ हैन यहाँ चिसी यो चाहिँ खाली बोतल राखेन अनि हामी चाहिँ अब ट्याक्क लगाएर उतातिर चाहिँ यतातिर कहाँ डाँडातिर जाने भने केटाहरूले होइन अनि हामी चाहिँ त्यहीँ जाने कुरो छ अहिले चाहिँ अनि ट्याक्क लगाएर अब यसो रमाइलो नरे नि धेरै हो कि केटाहरूसित अनि आज चाहिँ यसो रमाइलो गरौँ कि भनेर पैसा उठाएर होइन अचानक बनेको प्लान हो होइन अब हामी चाहिँ सिधै अब उता खोला गएर भेट्नेछौँ सो गाइज फेरि पनि स्वागत छ होइन अब हामी चाहिँ त्यहाँबाट आएर अब स्ट्याक्क लाएर केटाहरू चाहिँ खोलास्थलमा आइसकेको छौँ होइन केटाहरू होइन सबजना थकित छन् अब म चाहिँ अलि तन्दुरुस्त भनौँ न होइन सबैभन्दा माछा हेर्नुहोस् गाइज त्यही हो अब यता हाम्रो यतातिर चाहिँ धान चुट्ने लास्ट मारामार छ होइन सक्दैन ठाउँ हेरौँ न यस्तो हरियाली चारैतिर हरियाली के ल उता नेपालको नक्सा यो हेर्नुहोस् गाइज अहिले छोपिसक्यो होइन त्यही हो अब चाहिँ अब हामी सिधै खोलामा गएर भेट्नेछौँ पानी तर्दै गर्दाको माहौलमा होइन अनि केटाहरू चाहिँ थाकिसकेका छन् अहिले होइन मलाई चाहिँ चली लगाएर चाहिँ कुखुराको चाहिँ के हुन्छ होला भनेर होइन ओ पानी त दियोस् तर पहिला हाल्दै अलिकति धेरै जसलाई है अस्ति हामी हाल्दा चाहिँ अस्तिभन्दा धेरै जसलाई पानी घटेर हेर नि त्यहाँ अस्ति हामी यति योभन्दा बढी थियो गहिरो हरिहरि देखिरहेको ल खोला हेर्नु सक्नुहुन्छ हाम्रो खोला सुक्यो आफै त यो होइन यो खोलामा आउने काम चाहिँ अलिक गतिलो होइन क्या पहिला चिसो पानी हुन्थ्यो अहिले त लास्ट तातो रहेछ होइन अहिले आउनु मन नलाग्यो नि यस्तो तातो कि फेरि बुझ्यो भने त घरतिर ठिक छ होइन अब यता माथि चाहिँ हामी यो सिरियस देखिरहनु भएको छ नि यहाँ चढेको चाहिँ उता कहाँ जाने मलाई थाहा राम्रोसित होइन 3 किलो 3 किलो कति कम कति होइन जस्तो लाग्यो हामी चाहिँ यहाँ उकालो उक्लिँदा असिना पसिना भइसक्यो होइन कति यस्तैतिर थियो क्या यस्तै महिनातिर थियो क्या गर्मी जेउस गर्मी लठहरू चाहिँ पसिना आउँदैछन् जाडो महिना आउँदा ठिक्क हुनेछ यार जाडो महिना होइन अनि उकालो उक्लिँदा यस्तो उकालो ठाडो होइन हाम्रो काका होइन थाकिसकेको छ सो गाइज होइन हामी चाहिँ ट्याक्क हामी डेस्टिनेसनमा आइसकेका छौँ होइन डेस्टिनेसनमा आएर चाहिँ केटाहरू पुरै कपडा चौडा फुकाएर होइन चिज खाँदैछन् होइन यस्तो चाहिँ ल हामी चाहिँ त्यहाँ आएको होइन भनौँ न उतै बेसीबाट आएको लभली देखिन्छ क्या भ्यू तर होइन यहाँको यो हुन्छ त भ्याली टाइप धेरै समयपछि यत्रो उकालेर आएर आउँदा चक्कर खानुको मजा चाहिँ थुप्रै छ होइन गाइज अलिकति हाल्दै भनिरहेछ यो अहिले पिछले चाहिन्छ भनेर चाहिँ के बाहुनले चाहिँ अनि यो चाहिँ अहिले बेस चाहिन्छ भनेर चाहिँ क्यामेराम्यान चाहिँ ढोगेर अब यस्तो पसिनामा चिसो हान्ने मजा छुट्टै अनुभव हो साथी डर्की आएपछि त्यो भन्न
माउन्टेन ड्यू ल्याएर भनिरहेछ अब यो चाहिँ यहाँको त्यो बेस्ट अफ लक दिइरहेको क्या कुलिएर बसिरहेको अनिल चाहिँ म चाहिँ 360 भन्दैछ म चाहिँ 360 देऊ भनेर चाहिँ अब हस्तान्तरण गर्छु उसले चाहिँ चक्कु अनुहार क्या अनुहार सबको अनुहार यो पार्ट चाहिँ नहाल्नु न हाल्दै छ कि कस्तो ह्याप्पी बर्थडे चाहिँ कसैको बर्थडे थिएन है जस्ट त्यतिकै ह्याप्पी बर्थडे हान्थ्यो काटेकोमा यहाँनिर अहिले चाहिँ खतरा हुन्छ मुभमेन्ट बवाल्नुहोस् पानी पनि थिएन यहाँनिर यही हो क्या यहाँनिर चाहिँ एउटा बवाल मोमेन्ट छ क्या यस्तो म खुत्ता खान्छु गरेर चाहिँ यसको अनुहार यसको अनुहार चाहिँ हो कि ल गरेर चाहिँ म फुत्त माथि गर्छु ढुङ्गै पड्किरहेको मासु उड्छ फाइनली मेरो हातमा क्यामेरा आयो अहिले चाहिँ बनाउनु होइन धेरै मेहनत पछि हामी चाहिँ गन्तव्यमा पुगिसकेका छौँ अब यति गर्न हामी लास्ट मेहनत गरेर चाहिँ केटा हो मन खाने कुटु कुटु 3000 मासु के भन्छ यो सबै दाउरामाथि राखेको लास्टमा दाउरै त्यो जलिरहेको चाहिँ दाउरा जलेपछि त्यो मासु नै यहाँतिर के बोकेको अनि त्यसपछि केटाहरू यो रडमा हालेर चाहिँ खिया लगाएको थियो होला यार मासु सिलाल्दा अनि पानी आएर चिसो पानी फ्रिजको पानी थियो क्या आएको थियो मासु गाइस सक्छ सक्दैन मासु इज द सिक्रेट अफ आवर इनर्जी है केटा हो एक्ज्याक्टली मासु इज द सिक्रेट अफ आवर इनर्जी एडिटिङ गर्नु यार रवि भोलि जान्छ होला सबै चुट्दै भने 2 पट सामान कि त हेर त कपिराइट लाग्छ नबजान यार मलाई खाँदैन यार एउटा यार दिदा एउटा हान खोइ परस एउटा खोइ यता रवि ल बोलाएर यार यो तेरो ठ्याक्क मैले माया थिएँ सब आहार अब हालेर क्या फेरि हेर परस एउटा खोइ यता मैले मागिरहेको छु खोइ परस एउटा खोइ यता पर्वत सरले भने रवि उसले कस्तो हाँसिँदो छ यार यहाँनिर के अनि लम्बा मुखमा हाल्दा रहेछ यहाँनिर के होइन फेरि हेर्नु
खोइ परस खै एउटा परस ल्यायो भने उसले यता दियो उसले यता दियो उसले लभ तिमी मात्रै हेरे आले खोइ एउटा मलाई दिँदै यताबाट दियो कस्तो हो है मोबाइल दाम नुन पनि लाख कस्तो सेफ रवि नौ किन माथि हेर्नुहुन्छ अहिले कस्तो फाल्यो नि छैन म त गइसक्यो कचर गइसक्यो म जान्ने र हात हात केटा ओइ त्यो कुकुर चाहिँ नलिन पाक्यो रवि ओइ नपाइ हेर त एउटा खाने त्यो हाल त हाल तर यहाँ राम्रो पाएको थिएन यार त्यही पनि खायो क्या केटाहरूले त्यतिकै नपाक्दा नता पनि सबै खायो यार सबै खाएर त्यो यत्तिकै लुस्यो अनि त्यसपछि पछि फेरि पाकेन र फेरि खोल्यो क्या रवि हाल रवि हाल ओइ त्यो रवि त्यो हुन चाहिँ क्या ट्वाक्क गर्छ त्यो हड्डी हो क्या ओ सबले बुझे म भएको लागि एकछिन भने लास्ट